हेलो युटेन। हेलो सर। सो आज हामी एउटा सानो पोडकास्ट गर्न गइरहेको छौँ। सो आई होप हजुर रेडी हुनुहुन्छ। सो हजुरको इन्ट्रोडक्सनबाट सुरु गरौँ ल। हजुर, मेरो नाम चाहिँ युटेन गुरुङ, म चाहिँ झापा बिर्तामोडबाट आएको। ओके, सो हजुर झापा बिर्तामोडबाट आउनुभयो। सो के सोचेर आइपुग्नु भयो एकचोटि हामीलाई भनिदिन सक्नुहुन्छ प्लिज? हजुर, म चाहिँ अहिले बाहिर जुन केयर गिभरको एकदम धेरै डिमान्ड छ, अझै स्पेसली युकेमा राम्रो छ। अनि म चाहिँ अब लाइक युके जाने भएर चाहिँ मैले यो केयर गिभरको ट्रेनिङ लिइरहेको छु या केटिएसमा। यहाँ चाहिँ एकदम धेरै राम्रो छ। ओके, हजुर। सो हजुरले यो केयर गिभर ट्रेनिङ गरेर युके जाने भनेर सोचिराख्नु भएको छ। सो युकेको जब मार्केटको बारेमा कतिको बुझ्नु भएको छ त? मैले लाइक त्यस्तो खासै बुझेको त छैन। अब मेरो दिदीको थ्रुहरूबाट चाहिँ सुनेर हुन्छ नि केयर गिभरमा चाहिँ एकदम राम्रो छ, त्यहीबाट तिमीले ट्रेनिङ लिएर आयो भने चाहिँ एकदम राम्रो हुन्छ, यहाँ प्लस पोइन्ट हुन्छ भनेपछि चाहिँ अनि मैले लाइक हुन्छ नि इन्स्टाग्राममा यतिकै हेर्दै जाँदाखेरि केटिएसको भेटाएँ मैले है। अनि त्यसको चाहिँ भिडियोहरू हेरेँ अनि एकदम लाइक इन्ट्रेस्टिङ लाग्यो। अनि यहाँ आएपछि म लाइक सिधै एयरपोर्टबाट यहीँ आएको। अनि यहाँ आएपछि तपाईँसँग भेट्यो अनि तपाईँले हुन्छ नि सबै कुराहरू डिटेलमा भनिदिनु भयो अनि एकदम लाइक राम्रो लाग्यो। इन्भाइरोमेन्ट पनि एकदम राम्रो छ अनि सबै सबै थोक यहाँको राम्रो छ। हजुरले इन्भाइरोमेन्ट एकदमै राम्रो छ भन्नुभयो, राइट? सो हजुरलाई ट्रेनिङको पर्टिकुलरली थ्योरिटिकल क्लासेसहरू के भयो, पर्टिकुलरली अब प्र्याक्टिकल क्लासेसहरू कसरी भयो, कसरी गर्नुभयो र गर्दाखेरि के सिकाइयो, सेयर गर्नुहुन्छ? हजुर सर, मेरो क्लासको प्र्याक्टिकलहरू एकदम राम्रो भयो, स्मुथली राम्रो छ यहाँनिर। मेरो ओभरअल हुन्छ नि थ्योरी क्लास र प्र्याक्टिकल ओजिटी एकदम राम्रो भयो। थ्योरी क्लास चाहिँ हाम्रो लाइक 1.5 घन्टा हुन्थ्यो अनि त्यसपछि अर्को 1.5 घन्टा चाहिँ लाइक प्र्याक्टिकल हुन्थ्यो। अनि त्यस पछाडि थ्योरी सकेपछि प्र्याक्टिकल पनि लाइक हुन्छ नि एकै दिनमा हजुर। अनि त्यस पछाडि ओजिटी भयो। ओजिटीमा पनि एकदम राम्रो लाग्यो। सुरुमा चाहिँ अलिकति नर्भस भएँ अनि नेक्स्ट 1-2 दिन पछाडि चाहिँ अलिकति बानी हुँदै। ओजिटीमा चाहिँ हजुरले एक्चुअली के सिक्न पाउनुभयो त? त्यहाँ गएर लाइक धेरै कुराहरू सिक्यो भनौँ न। यहाँ जति प्र्याक्टिकलमा सिकाएको थियौँ हामीले त्योभन्दा पनि अझै बेसिक कुराहरू सिक्नु पायौँ। तर यो प्र्याक्टिकल र ओजिटी चाहिँ एकदम डिफ्रेन्ट लाग्यो मलाई चाहिँ। यहाँ सिके जस्तो चाहिँ त्यहाँ अझै लाइक गाह्रो छ होइन, तर गाह्रो भए पनि लाइक हुन्छ नि 1-2 दिन गाह्रो हुन्छ, त्यहाँदेखि राम्रै छ, इजी छ। अहिले चाहिँ अब ओजिटी मेरो सकिसक्यो अनि त्यही पनि मलाई हुन्छ नि त्यहाँनिर अब हुन्छ नि जानु मन लाग्छ। हजुर, जानु मन लाग्छ, त्यहाँको त्यहाँ गएर काम गर्नु मन लाग्छ। त्यो चाहिँ किन होला? खोइ त्यो लाइक अब थाहा भएन। सुरुमा चाहिँ म गर्दिनँ होला टाइपको भइरहेको थियो है। सुरुमा चाहिँ म सक्दिनँ, त्यहाँ गएर म एकदम इमोसनल पनि भएको थिएँ, गर्दिनँ भन्ने भएको थियो। तर फेरि मेरो साथीहरूले चाहिँ आउन 1-2 दिन हो, तिमीलाई लाइक बानी हुन्छ भनेर गएँ। अनि त्यस पछाडि त्यहाँ अब आमा बुवाहरूसँग बोल्दै गयो, उनीहरूलाई केयर हुन्छ नि गर्दै गयौँ। उहाँहरूलाई हेरचाह गर्दा यताउता घुलमिल भएपछि एकदम एट्याचमेन्ट लाइक कस्तो हुन्छ नि आफ्नै जस्तो लाग्ने कि। अनि हजुर, अनि त्यही भएर अहिले पनि जानु मन लाग्छ अनि त्यही हो सर। ओके, सो हजुरलाई यो स्किल्स चाहिँ सिक्नुपर्छ भन्ने चाहिँ कसरी आयो? मलाई यसको बारेमा त्यस्तो केयर गिभरको बारेमा त्यस्तो थाहा थिएन। त्यही मेरो दिदीहरूकै थ्रुबाट थाहा पाएको। दिदीहरू चाहिँ बाहिर हुनुहुन्थ्यो अनि उहाँहरूले नि एकदम राम्रो छ केयर गिभरको भनेर चाहिँ अनि हुन्छ नि त्यही भएर उयो। सो हजुरको अब ओभरअल जर्नी काठमाडौँ टेक्निकल स्कुलमा राम्रो रह्यो भन्ने खालको कुरा आयो है। सो अब अरू जो हजुरको मेबी हजुरको एजभन्दा साना भाइ बहिनीहरू पनि हुनुहुन्छ होला, कतिपय दादा दिदी पनि हुनुहुन्छ होला, उहाँलाई चाहिँ हजुरले के सन्देश दिन चाहनुहुन्छ? म उहाँहरूलाई चाहिँ के भन्छु नि, अझै केयर गिभरहरू त काठमाडौँमा चाहिँ पाइँदै छ, तर सबसे राम्रो चाहिँ केटिएसमै लाग्यो मलाई चाहिँ अब मेरो पोइन्ट अफ भ्यूबाट। अनि म चाहिँ के भन्छु नि, बहिनी या अब आफूभन्दा सिनियर दिदीहरू जो हुनुहुन्छ यहीँ आएर पढिदिनु होला, एकदम राम्रो छ। इन्भाइरोमेन्टदेखि लिएर सब थोक टिचरहरू पनि एकदम हुन्छ नि मजाको हुनुहुन्छ, फ्रेन्डली हुनुहुन्छ है। त्यो
तपाईँहरूलाई लाग्छ होला स्कुलमा पढे जस्तै हुन्छ नि अब लाइक टिचरहरूले यता सोध्ने यस्तो हुन्छ नि गाह्रो हुन्छ जस्तै लाग्छ होला त्यस्तो केही हुँदैन एकदम लाइक फ्रेन्डली हुनुहुन्छ सबैजना साथीहरू पनि मजाको आउँछ यहाँ साथी बनाउन मिल्छ कति राम्रो सो स्किल्स चाहिँ सिक्नुपर्छ भन्ने कुनै सन्देश दिन चाहनुहुन्छ हजुरले हजुर यो केयर गिभर चाहिँ मैले भरसक लाइक जुन सिकेकै राम्रो भन्छु किनकि हुन्छ नि सबैलाई अहिले थाहा भइसक्यो होला केयर गिभरको बारेमा बाहिर एकदम राम्रो छ यसको स्कोप होइन अनि म चाहिँ यही केयर गिभर सिकेर अब तपाईँहरूलाई जुन कसैको ड्रिम हुन्छ नि त नर्स हुने या यस्तो हो त्यो ड्रिम चाहिँ यो केयर गिभरले चाहिँ फुलफिल गर्छ जस्तो लाग्छ ओके थ्याङ्क यू युटेन अन्तमा हजुरको अब भिसा लगाइसकेकोमा धेरै धेरै बधाई अनि हजुरले केटिएसलाई काठमाडौँ टेक्निकल स्कुललाई थ्याङ्क यू दिन मन छ भने दिन सक्नुहुन्छ प्लिज हजुर केटिएसलाई धेरै धेरै धन्यवाद अच्छी स्पेसली तपाईँलाई सर होइन तपाईँले हामीलाई राम्रोसँग एक्सप्लेन गरेर लाइक अलिकति हुन्छ नि डाउट भएको पनि अलिकति क्लियर भयो अनि अलिकति पढौँ मन लाग्ने अनि तपाईँलाई चाहिँ धेरै धेरै धन्यवाद अनि म्यामहरूलाई पनि सबै एन्टायर लाइक यो केटिएसको सबै टिमहरूलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू युटेन अब हजुरको अब सेफ फ्लाइट होइन राम्रो रहोस् युकेमा छिट्टै काम पाओस् होइन थ्याङ्क यू सर थ्याङ्क यू